हेलो गाइज, नमस्कार सबैलाई 2082 सालको विजयादशमीको शुभकामना। यो प्रेम गुरुङको भ्लग हो है। अब हामी चाहिँ यहाँ आफ्नो तयारी गर्दैछौँ। अब यहाँ हेर्न सक्नुहुन्छ मेरो आमा, मेरो छोरी टिभी हेर्दै हुनुहुन्छ भने मेरो कान्छी छोरी भित्र भित्र के गर्दै हुनुहुन्छ त? मोबाइल हेर्दै हुनुहुन्छ। अहिले तयारी भएन भनेर तयारी गर्दै हुनुहुन्छ है। अब हामी चाहिँ सेलरोटी बनाउन गइरहेको छौँ है। सेलरोटी बनाउन गइरहेको छौँ। म हजुरहरूलाई सेलरोटी बनाउने तरिका देखाउँदैछु हजुरहरूलाई है। ल अब हामी चाहिँ अब यहाँ हजुरहरूलाई सेलरोटी बनाइरहेको देखाउन गइरहेको छौँ। हेर्न सक्नुहुन्छ। मेरो छोरीले यहाँ मासु बनाउँदैछ, तरकारी बनाउँदैछ भने बुढीले रोटी बनाउँदैछ। रोटी भएन भनेर रिसाउँदैछ मेरो बुढी है। र हेर्न सक्नुहुन्छ आमाले चाहिँ उहाँ टिभी के भयो भनेर हेर्दै हुनुहुन्छ भने यहाँ अब दसैँको टिकाको लागि तयारी हुँदैछ। मेरो छोरी मेरो कान्छो चाहिँ मस्त सुतेर मोबाइल हेर्दै हुनुहुन्छ है। ल है, हाम्रो बाबु चाहिँ पाछुन त्यो पनि अलिक फायर हुनुभएको छ अहिले हाम्रो बाबा, हेर्न सक्नुहुन्छ है। अब हाम्रो टिका लाउने साइज हुन लागिरहेको छ है। अब हामी टिका लाउने तर्फमा छौँ। हेलो माई सिस्टर, हेलो मेरो दिदीबहिनीहरू आइसक्नु भएको छ है। ल हेर्नु होला ल है, टिकाको तयारी हुन लाग्छ। हामीले यसरी तयारी गर्दैछौँ है। मेरो छोरी अब सबैजना आइसक्नु भयो है। ल अब हामी चाहिँ टिका लाउनु स्टार्ट भएको छ हाम्रो है। हेलो नाति, अब हामी ठुलो मान्छेबाट स्टार्ट गर्दैछौँ। टिका लाउनु स्टार्ट भइसकेको छ हाम्रो। यता क्यामेराम्यानहरू थुप्रै छ हाम्रो। यता हाम्रो वर्षा छोरी दिदी यहाँ स्टार्ट। ल अब यहाँ ढोग्ने काम भइरहेको छ। स्टार्ट। ओ अर्को 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 दियो, अर्को दियो। अलिक ठ्याक्क बसेर उति बिचमा बसेर यो पल्टी बसेर बस्ने गाह्रो भएको छ होइन। पहिला सम्पर्कको लागि जुन जमाना आउँछ हुन्छ दिदीले भिडियो के अरे युट्युब बनाउनु थाल्नुभयो क्या? कान्छाले भनेको कहाँ हुने फेरि भन्छ भौजी र आमा सरी हो है।
फेरि लासानी लग्यो हैन यो रसो हो यो हाम्रो भाइ हाय त्यता आएर बाई छोरी दिदा बसेर हामी आज टिकाको दिन पैसाले जम्मा एउटा हो एक एकवटा भन्छ धेरै लाउनु पर्दैन के कहाँ लाग्छ जरा है खुट्टा ल्या बस्न ल्याएको हो भसी तेल त लु बस अच्छा छोरे त यो सामने जानु अलि अड्दैन क्या त्यत्रो टेबल छ कुर्सी छ हेरिराख्ने नातिन भा नातिन न एकदम फास्ट हो क्या यो कला टुसु कला खोज्यो यो कुमारीले हेर्न यहाँ निलाममा छ टिका अघि नै आयो रमाइलो भयो अहिले वा घरमा नलाइकन पूजा भन्छ कि म्रिया कहाँ हाम्री nama ya mau jadi orang ni na ni orang dia sudah ya yang bukan mana kan baik kan wariसँग बसेर खुसी हुनु अनितालाई देखाउनु पर्यो है अनिता आछ अनिता हेलो आछ होइन नेटमा आछ गतिर आन्टी का लाउने हेलो हामीले सानो घर हो हेलो ल ल ल केमा पढे के रे अन्य जग्गामा ल्याएर सुनिसक्यो आमाले अघिले त्यहाँबाट बसिरहेको होला नि यता डलर यहाँ त नानी दिदा त भयो पुग्छ हुन्छ डलर ओडा ए आमा यो काम चाहिँ लाउनु मिल्छ होला नि आमा बिक्री किने यही चारजना त हो मेरो भान्जा सानो भान्जा यहाँ छ है मम्मी बाबाले भने मान्नु मम्मी बाबाले धेरै नपिर्नु ठुलो मान्छे हुनु सानो ठुलो भइसक्यो धेरै मम्मी बाबालाई पिर्ने होइन भनेको मान्ने खै म भिडियो बनेन क्या मेरो त भिडियो बनायो भने अलिकति बनाउनु जान्दिनँ मैले त त्यो पैसै छोडिसक्यो नि त उता लाउनु बमीको बनाएर जस्तो पाइ हुन्छ है फुल दिन्छु नि मम्मी बाबाले भने मान्ने अलि बस्नु नि तपाईँलाई आधी काट्यो के हाँ पर्छ बाबा तपाईँ त आधी काट्यो के ठुलो ढोक्नु भान्जाहरूलाई जमाना धेरै भएको छ त्यही भएर अब अहिले सानो भान्जालाई बिर्सेला छ अच्छा मेरो भान्जालाई यता सबै लगाइसकेपछि बस्छ भान्जालाई बिर्सेर यता यता के सुहा
आउँछ नहुने मामा पनि आशी पनि दिन जान्दैन अँधेरो भएर होला नि पैसा ननिकाल अहिले मेरो भान्जालाई ल हेर्नु त तपाईँ ठुलो भयो टिका लाउनु दक्षिणा दिनु भएको हाम्रो दिदीहरूले है मेरो कान्छो नाति भान्जालाई कान्छो भान्जालाई हो भयो अरे अब त अरू भयो अरे हात खालीको हो भने मात्र लिँदो रहेछ अब भान्जाले कान्छो भान्जालाई पैसा भन्दा त समाउँछ अब अर्को दसैँमा हो अहिले त लगाइदिइसके मम्मीले लगाइदिएको नाति खै त नाति आउँछ ल बोल्नु छोरी कुमारी अब मेरो बुढी टिका लगाइदिँदैछ है अहिले डोर दिँदैन नाति त आछ अहिले मान्छेहरू छ हल्का पैसा म विदेश गएको छु म दिन्छु प आमा तपाईँको छोरी हजुर दोनों हाय बंदा लाल माने है क्या